सबैजनालाई नमस्कार छ। यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज घाम तापिरहेको छु। भनौँ भने कानहरू चिसो भइरहेको छ। चिसो हावा चलिरहेको छ। बादल पनि लागिरहेको छ र एकदमै खुसी छु। आज आइपिएस मार्फत दक्षिण कोरियामा आउने कामदारहरूको इस्युको प्रक्रियाहरू चलिरहेको छ र हामीसँगै स्किल टेस्ट गरेका मेरा साथीहरू 5-6जना साथीहरूको पनि इस्यु भएछ। खुसी लाग्यो र उहाँहरूले सोध्दै हुनुहुन्थ्यो इस्यु पछि कस्ता कस्ता प्रक्रियाहरू अपनाउनुपर्छ, के गर्नुपर्छ भन्ने कुराहरू गरिरहनु भएको थियो र मैले पर्सनली रूपमा मेसेज गरेर पनि उहाँहरूलाई भनिदिएँ र अरू साथीहरूले पनि सोधिरहनु भएको थियो। उहाँहरूको लागि आज मैले जानेको, मैले बुझेको कुराहरू सेयर गर्न गइरहेको छु। सर्वप्रथम त तपाईँहरूलाई धेरै बधाई छ। फेरि पनि तपाईँहरू इस्यु हुनुभयो। इस्यु भइसकेपछि लगभग चाँडै नै तपाईँहरू कोरिया आइपुग्नुहुन्छ र इस्यु भइसकेपछि तपाईँहरूले साइन गर्नुपर्ने हुन्छ। साइन चाहिँ तपाईँहरूले काठमाडौँ आउनुपर्ने पनि हुनसक्छ र कसै इन्स्टिच्युटहरूले चाहिँ अटो साइन गर्ने व्यवस्था पनि गर्नुभएको हुन्छ। अनि म के भन्न चाहन्छु भने तपाईँहरूले पढेको इन्स्टिच्युटको सल्लाह बमोजिम नै अगाडि बढ्दा एकदमै राम्रो हुन्छ। अनि साइन गर्नुपर्ने हुन्छ। तपाईँहरूले आफै गर्न जान्छु भन्ने पनि अब ग्वार्कोमा गएर साइन गर्न सकिन्छ काठमाडौँमा आएर। अनि इन्स्टिच्युटहरूले पनि अटो साइन गर्ने व्यवस्था पनि गरिदिनुहुन्छ। तपाईँहरूको इच्छा बमोजिम नै गर्नु होला। अब साइन भइसकेपछि अर्को प्रक्रिया भनेको तपाईँहरूले ट्रेनिङको फर्म भर्नुपर्ने हुन्छ। अनि जो हाम्रो भैँसीपाटीमा हुने गर्छ 1 हप्ताको ट्रेनिङ, त्यसको फर्म भर्नुपर्ने हुन्छ। अनि फर्म भर्नुभयो भने त्यसपछि तपाईँहरूको ट्रेनिङ गर्ने डेट आउँछ। अनि त्यही ट्रेनिङ गर्ने मितिमा चाहिँ तपाईँहरू भैँसीपाटी आएर 1 हप्ताको ट्रेनिङ गर्नुपर्ने हुन्छ। अनि 1 हप्ताको ट्रेनिङ गरिसकेपछि त तपाईँहरू सिसिबिआई आउँछ। अनि सिसिबिआईको फर्म भर्नुपर्छ। अनि सिसिबिआई आइसक्यो भने तपाईँहरूको फ्लाइटको डेट आउँछ। फ्लाइटको त्यही डेटमा तपाईँहरू नेपालबाट कोरियातिर प्रस्थान गर्नुहुन्छ। अनि त्यसपछि यहाँ कोरिया आइपुगेपछि 2 रात 3 दिनको ट्रेनिङ गर्नुपर्ने हुन्छ। अनि त्यो ट्रेनिङ गरिसकेपछि तपाईँहरू चाहिँ आफ्नो कार्यस्थलमा चाहिँ प्रस्थान हुनुहुन्छ। अनि मालिकहरू पनि लिन जान्छ। कोहीको गाडी लगेर, कोही धेरै टाढो छ भने गाडी चढेर जानुपर्छ। तर सबै उसले पठाइदिइहाल्छ, ट्रेनिङ सेन्टरले पठाइदिइहाल्छ। तपाईँ टेन्सन गर्नु पर्दैन। अनि